ताप्लेजुङ साङमाको फाखोला। अब मेरो परिचय चाहिँ म चापागाई नारायण प्रसाद चापागाई। वर्ष भनेको अहिले म 84 पुगेर 85 लागिसकेँ। अहिले यहाँ आएको म 53 सालमा आएको। मङ्गल सिद्धिमा बसेर के गर्नु त्यो कथा भन्नु त। यहाँ त साह्रै दुःख थियो, खाना पनि थिएन, केही पनि थिएन। त्यति बेर एउटा रोटी हाल्थ्यौँ र दुईजना बुढाबुढी भाँचेर आधी आधी खान्थ्यौँ। त्यहाँ तल्ला गाउँबाट यसो मोही मागेर ल्याउँथ्यौँ अनि त्यही मोहीसँग खान्थ्यौँ गर्थ्यौँ अनि सुत्थ्यौँ। प्रगति त्यस्तो थियो। अहिले खाटमा सुत्न पाइँदैन थियो, चिमको खाटमा सुतेको। यो मुनिबाट त कमिलाले फुल पारेको छ र ड्याम्मै माथि बेलुका सुत्दा त कमिला त सबै माथि गएर मान्छेको शरीरभरि खनियो। त्यस्तो भएर खाटमा सुत्न नपाइने त्यस्तो अवस्था थियो। अहिले त कता कता गरे नि, सबै भए जति सबै गरे। खाट छन्, यस्तो सोफा छन् बस्ने, मुढा किने, त्यसै उसै अलिअलि कमाउँदै लगेँ। उद्योग गरेको छु। अब 2 गुण हो मेरो। 1 गुणका तल जलथलपट्टि छन्। यहाँ भनेको एउटी छोरी छ, त्यति हो। 3 जना हुँ। यहाँ आएर चिया दोकान गरेँ। चिया दोकान गरेर त्यसैले 25-30-31 वर्ष बिताएँ छु। चिया दोकान? चिया दोकानले। चिया दोकानको नाम के राख्नु हो त? अब मङ्गल सिद्धिको चापागाई चिया दोकान भनेपछि सारा मान्छेले चिन्नु। त्यो बेला कति रुपियाँदेखि सुरु गर्नुभएको? चिया कति हुइन्जेल बेच्नु? 1.5-2 रुपियाँ थियो होला। 2 रुपियाँ थियो होला हौ। 2 रुपियाँ थियो होला। अहिले 20 रुपियाँ। अहिले पनि बेचिरहनु हुन्छ? अहिले पनि यसो कसैले खाउँ भन्नु भने बेच्दैछु। मङ्गल सिद्धिमा चाहिँ यो मङ्गल सिद्धि तपाईँ आउनु अगाडि नाम थियो कि पछि मङ्गल सिद्धि? किन म आइकन पछाडि राखेको हो। के रहेछ मङ्गल सिद्धि भनेको? मङ्गल सिद्धि भनेको त्यहाँ यसो मङ्गलबारका दिन बजार लाग्यो अनि त्यहाँदेखि भैँसी काटे के गरे अनि त्यसै उसै गर्दाखेरि यसलाई के गरौँ त भन्दा त्यहाँ राख्ने चाहिँ माथि कानठाडे भन्ने एउटा थियो, एउटा अर्को गरेर त्यो मङ्गल सिद्धि राखौँ भनेर राखेका हुन्। अब यस्तै दुःख सुख गर्दै मान्छेहरूलाई पैसो पाइँदैन थियो। तपाईँको सबैभन्दा मुख्य कुरो पैसाको साह्रै चलबल हुँदैन थियो। अब अलिअलि चिया बेच्यो, के गर्यो, के चाहियो त्यही जोडियो, के चाहियो त्यही जोडियो गर्दै गर्दै अहिले चाहिँ नि भन्ने कुरो साह्रै छैन। पुरानो पात झर्दै जाँदो रहेछ, नयाँ पात पलाउँदै जाँदो रहेछ भन्ने चाहिँ बुझ्दैछु म। जीवन चाहिँ अब जस्तै त्यहाँ केही रुख बुटाहरू भनौँ न, अब त्यसको एकताल पात झर्छ नि त, सबै सिक्रो भएर अनि पलाउँदै जान्छ नि। त्यस्तै रहेछ हाम्रो जीवन भन्नेमा पुगेँ। यहाँ चिया दोकान थिएन, राखेँ मङ्गल सिद्धि अलिक पछि राखेँ। तिनीहरू पनि टिकेनन् त्यति गए। कस्तो मान्छेलाई चिया बेच्नुहुन्थ्यो त्यो बेलादेखि? कोही दमकबाट आउँथे, दाउरा खोज्ने आउँथे, कोही चाहिँ नि तल पाडाजुङीपट्टिका आउँथे। अब त्यो दमकदेखि तल पशुवारदेखि मुनिका आउँथे, तिनीहरूलाई सबैलाई चाहिँ नि चिया खुवाउँथेँ म। अब ती तलबाट आउनेले चाहिँ बेसी खाए। अब यहाँ आउँदाको त घर गाउँको त के भन्नु भने घर गाउँमा दुध घरैमा भइहाल्थ्यो, गाई पाले आउँथे, उनीहरू आफै पकाउँदै खान्थे, त्यति चिया खाँदैन्थे। त्यो बेला कस्तो मान्छेहरू हिँड्थे यो बाटो? मान्छे त प्रशस्ति हिँड्थ्यो नि। के गर्नु जान्थे यो बोटहरू? दाउरा काठ के बोक्न जान्थे, कोही बाँस। तपाईँको 31 वर्षसम्मको चिया दोकानको यात्रामा कति कमाउनु होला करिब? अहिले त्यसो त त्यति बेला मसँग 800 रुपियाँ थिएन। 800 रुपियाँ पनि थिएन भनौँ न, 800 रुपियाँ थियो त्यति। अहिलेसम्ममा एकवटा 4 धुर माटो पनि जोडेँ। अब घर पनि यतिको बनाएँ। अब त्यसो भएपछि कता कता बनाएँ नि, बनाएको भन्नु पर्यो। अहिले खुसी नै छु। ममाईको मान्छे आएर ऊ त्यहाँ चौरीमा सुताएँ। चौरीमा सुताउँदा त्यहाँदेखि कोही बेला चाहिँ उखमाथि स्कुलमा लगेर सुताएँ। किन त्यो चाहिँ? अब त्यो पानी आयो भने भरे पानीले पिर्छ, घर हान्दैन। अनि के गर्नु भने उहाँ स्कुलमा लगेर सुताएँ। त्यति गर्दा नभएर पछि यो बनाएको मैले। भनेपछि घर जानलाई बाटोले छेकेको, बाढीले छेकेको मान्छेलाई यहाँ आश्रय दिन्थे। अनि यहाँ बस्थे। अनि यही खोलमा बनाएँ। खोलमा बनाएर चाहिँ यहीँ सुत्थे ओर्थे अनि बिहान जान्थे।
भने टाढाका जाने मान्छेलाई टाढा जानु जो ममाई जाने मान्छेहरू यहाँदेखि जो खोलाले पानीले होइन आधी हुरीले छेक्यो तपाईँले हिजोको ती मान्छेलाई बास दिनुहुन्थ्यो। बास दिन्थे। ती मान्छेहरू भनेको यता आएनन्, ती कोही बसै गए, यता झिल्जिलेतिर गए, मान्छे तल धौले चोकपट्टि गए, कोही यता तल गए, अनि ती मान्छेहरू त्यति आउँदैनन्। यो कुरा गरौँ न, तपाईँ 31 वर्षसम्म चिया दोकान बस्नुभयो, यो मङ्गल सिद्धि रुँगेर बस्नुभयो, यहाँको हिजो र आजको विकासलाई कसरी सम्झिनुहुन्छ? अहिले त विकास कता हो कता भयो नि। अब विकास किनभने बाटो थिएन, बाटो बनियो, अब अझै ममाई जाने जङ्गलबाट बाटो खनेर लाँदैछन्, माथि हुँदो पुल बनाउँदैछन्। अब त्यस्तो सार्कीटार जाने बाटो त्यहाँ पुल बनाउँदैछन्, यहाँ आउँदैछन् मान्छेहरू, जाँदैछन्, बनाउँदैछन्। अब त्यसपछि कस्तो थियो मान्छेको आवत र आज? उहिले त खोलाबाट चोपबल लिएर हिँड्थे नि, अहिले त कता हो कता राम्रो घुम्दैछ नि। अहिले त माथि डाँडा डाँडा आउँछु भन्दा पनि आउँछन्। अहिलेको चुलाचुली गाउँपालिका अध्यक्ष चिन्नुहुन्छ? चिन्छु। के हो नाम? राजेन्द्र लिङ्थे। राजेन्द्र केरुङ। चुलाचुलीमा कस्तो काम गरिरहेको सुन्नुहुन्छ? काम त राम्रै गर्दैछ। अब किनभने यसो विचार गर्दाखेरि अब ऊ गाउँपालिकाको अध्यक्ष भइकन अहिले हिजो अस्ति पनि त्यहाँ तल स्वामी चोकबाट उँधो कालोपत्रो गर्ने भन्दै थियो, गर्दैछ। अब उसकापट्टिबाट ठाडो बाटो माथिसम्म कालोपत्र गरेर माथि पुर्यायो। अब यतापट्टि चाहिँ गर्न मान्दैन, किन गर्दैन? अब त्यो पार्टीको सिस्टम रहेछ, पार्टीको सिस्टममा अर्को पार्टीमा लागेको मान्छेलाई यादै गर्दैन। मङ्गल सिद्धि किन विकासमा पछि परे? अब यतापट्टि एमालेहरू थिए, त्यसले गर्दाखेरि अलिकति पछि पर्यो। नभएदेखि उताबाट बाटो बनाएर आउनु, अनि उहाँ परबाट उसै गर्ने ठाडो बाटो चाहिँ पिच बनाएर माथि पुर्याउनु, अनि यतापट्टि आउनु पर्ने बाटो आउँदै नआउनु। होइन, गाउँले पनि त्यही भनिरहेछन्। आफ्नो आफ्नो शक्ति हुँदो रहेछ, शक्ति जुधायो, शक्तिले काम गरौँ। अब यतापट्टिका अलिकति शक्ति बेगरका भएछन् अनि ल्याउन सकेनन्।